आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन निकै शक्तिशाली छ। सफल मानिस किन कहिले हार्दैन? शीर्षक नै निकै बलियो छ। हो, हामी डेभिड पडकास्ट भन्ने एउटा सामग्रीको स्क्रिप्टमा आधारित भएर यो विषयको गहिराइमा पुग्नेछौँ। यसले सङ्घर्ष, अनुशासन अनि जीवनका भोगाईहरूबाट सिकेका पाठहरूमा केन्द्रित छ। एकदम। यो सामग्रीको मूल प्रश्न नै रोचक छ, होइन र? के साँच्चै सफल मानिस हार्दैनन्? वा उनीहरूको हारलाई हेर्ने दृष्टिकोण, त्यसलाई पचाउने तरिका नै फरक हुन्छ कि? हो, त्यही त। आज हामी यही कुरा खोतल्नेछौँ। एकदम। र यो केवल मोटिभेशनल स्पिच मात्र होइन के? होइन। यो सामग्रीले मनोविज्ञान, अनुभव र त्यो रेजिलियन्स भन्छ नि, पटक पटक लडेर पनि फेरि उठ्ने कला हो, त्यसलाई जोडेको छ। हाम्रो उद्देश्य भनेको यसमा उल्लेखित धारणाहरूलाई टुक्रा टुक्रा पारेर बुझ्नु हो, यसको पछाडिको मनोविज्ञान पत्ता लगाउनु हो। त्यसो भए सुरु गरौँ न त। सामग्रीको सुरुमै एउटा ठूलो दाबी गरिएको छ, सफलताको बाटोमा सिप वा पैसा भन्दा पनि ठूलो कुरा रेजिलियन्स हो रे। अर्थात् बारम्बार उठ्ने क्षमता हो। अनि सफल मानिसले चुनौती आउँदा 3वटा काम गर्छन् भनिएको छ: स्वीकार, विश्लेषण अनि कार्य। एक्सेप्ट, एनालाइज, एक्सन। यो ढाँचा एकदमै महत्त्वपूर्ण छ। यो एक सक्रिय रणनीति हो। यसलाई अलि विस्तारमा भन्नुस् न। एक्सेप्ट गर्नु भनेको के हो? एक्सेप्ट गर्नु भनेको समस्या छ भनेर मान्नु हो, त्यसबाट भाग्नु होइन। धेरैजसो मानिसहरू यही पहिलो चरणमै अड्किन्छन् के? हो र? हो। उनीहरू समस्यालाई व्यवस्था गर्छन्, अरूलाई दोष दिन्छन् वा त्यो अस्तित्वमा नै छैन जस्तो व्यवहार गर्छन्। तर पलायन हुनु वा समस्यालाई व्यवस्था गर्नु त एक किसिमको मानवीय प्रवृत्ति नै हो नि, होइन र? तत्कालको पीडाबाट बच्ने सजिलो बाटो जस्तो। राम्रो प्रश्न। तत्कालको लागि भाग्नुले राहत देला, तर यसले समस्यालाई झन् ठूलो बनाउँछ, नदेखिने गरी भित्रभित्रै बढिरहन्छ। सामग्रीमा भनिएझै हार्ने प्रवृत्ति भएका मानिसहरू एस्केप अर्थात् पलायनको बाटो रोज्छन्, जबकि एक्सेप्टेन्सले समस्यालाई आफ्नो नियन्त्रणमा लिने पहिलो ढोका खोल्छ। स्वीकार गरेपछि मात्र विश्लेषण सम्भव छ। एकदम। अनि विश्लेषणको चरण आउँछ। यो भनेको समस्यालाई भावनामा डुबेर हेर्नु होइन, बरु एक वैज्ञानिकले जस्तै वस्तुनिष्ठ भएर हेर्नु हो। तथ्यमा आधारित भएर। बिल्कुल। मेरो के गल्ती भयो, के सिक्न सकिन्छ, अब के फरक तरिकाले गर्न सकिन्छ जस्ता प्रश्नहरू सोधिन्छ। यहाँ दोष खोजिँदैन, कारण खोजिन्छ। अनि त्यसपछि मात्रै एक्सनको चरण हो, जुन नयाँ जानकारी र सिकाइमा आधारित हुन्छ। त्यसैले यो चक्रले हरेक असफलतालाई एउटा पाठमा, एउटा खुड्किलोमा बदल्छ। यो रेजिलियन्सको अवधारणालाई जीवन्त बनाउन सामग्रीले 2 शक्तिशाली उदाहरणहरू पनि दिएको छ: सेनाको जीवन र विदेशको भोगाई। हो, दुवै एकदमै शक्तिशाली उदाहरण हुन्। सेनाको तालिम बारेको एउटा भनाइले मलाई छोयो: थाकेर रोकिन्छु तर हार्दिन। निकै गहिरो छ यो। सुन्दा सरल लाग्छ, तर यसको अर्थ धेरै गहिरो छ। यहाँ द मिसन मस्ट गो अन अर्थात् अभियान जारी रहनुपर्छ भन्ने मानसिकताले काम गर्छ। व्यक्तिगत पीडा भन्दा माथि उठ्ने कुरा हो। सेनाको तालिममा व्यक्तिगत पीडा, थकान वा भावनालाई भन्दा ठूलो उद्देश्य वा अभियानलाई प्राथमिकता दिन सिकाइन्छ। अनि सामग्रीले भने जस्तै रेजिलियन्स भनेको कतिपटक लडियो भन्ने होइन, कतिपटक उठ्न सकियो भन्ने कुरा हो। यसले असफलतालाई अस्थायी अवस्थाको रूपमा हेर्न मद्दत गर्छ, अन्तिम परिणामको रूपमा होइन। सेनाको उदाहरण त एउटा संरक्षित, अनुशासित वातावरणको भयो, तर त्यो संरचना नभएको ठाउँमा, जस्तै खाडी मुलुकमा एक्लै सङ्घर्ष गरिरहेको व्यक्तिले यो कला कसरी विकास गर्छ होला? त्यो त झन कठिन देखिन्छ। हो नि। यो चाहिँ आवश्यकताले जन्माएको रेजिलियन्स हो। यो रोजाइको कुरा भन्दा पनि परिस्थितिको उपज हो। जब आफ्नो र परिवारको जिम्मेवारी र अस्तित्वको प्रश्न आउँछ, तब हार मान्ने मनोवैज्ञानिक सीमा स्वतः माथि सर्छ। सामग्रीको त्यो लाइन निकै शक्तिशाली छ: हार्ने विकल्प नै हुँदैन। जहाँ विकल्प हुँदैन त्यहाँ मानिसले आफ्नो सोच्दै नसोचेको भित्री शक्ति पत्ता लगाउँछ। एक्लोपन, गर्मी, घरको याद, यी सबैले उनीहरूलाई हरेक दिन थोरै थोरै बलियो बनाइरहेको हुन्छ, थाहै नपाइकन। यहाँबाट कुरा साँच्चै रोचक मोडमा पुग्छ। सामग्रीले सफल मानिसको मानसिकतालाई 5वटा मनोवैज्ञानिक बुदामा व्याख्या गरेको छ। हो। पहिलो, उनीहरू तत्कालको दुःख होइन,
दीर्घकालीन लक्ष्य माने लङ टर्म भिजन हेर्छन्। हो, र यो एकदमै महत्त्वपूर्ण छ। जब तपाईसँग एउटा ठूलो र स्पष्ट लक्ष्य हुन्छ नि, बाटोमा आउने सानातिना असफलताहरूले खासै अर्थ राख्दैनन्। ती केवल यात्राका हिस्सा बन्छन्। एकदम, गन्तव्य होइन। तत्कालको पीडामा डुब्नुको सट्टा उनीहरूले त्यो पीडालाई आफ्नो अन्तिम लक्ष्यसम्म पुग्ने एउटा डाटा पोइन्ट वा खुड्किलोको रूपमा हेर्छन्। दोस्रो बुदा पनि उत्तिकै शक्तिशाली छ। उनीहरू असफलतालाई व्यक्तिगत रूपमा लिँदैनन्। सामग्रीको भनाइ छ, फेल भए तर म हार्दिन। यो भनेको म असफल भए र म एक असफल व्यक्ति हुँ बीचको भिन्नता बुझ्नु हो। ए हो त। म असफल भए एउटा घटनाको वर्णन हो, तर म एक असफल व्यक्ति हुँ आफ्नो पहिचानमाथिको आक्रमण हो। सफल मानसिकता भएका मानिसले यो भिन्नतालाई राम्ररी बुझेका हुन्छन्। उनीहरूका लागि असफलता एउटा फिडब्याक मात्र भयो। हो, एउटा डाटा पोइन्ट जसले भन्छ यो तरिकाले काम गरेन, अब अर्को तरिका अपनाऊ। तर यो भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ नि। हाम्रो समाजमा त फेलियरलाई ठूलो दागको रूपमा हेरिन्छ। हो, त्यो सामाजिक दबाव निकै हुन्छ। हो नि, परिवार साथीभाइको नजरमा असफल देखिने डरले नै धेरैलाई कमजोर बनाउँछ। प्रत्यक्ष रूपमा नभने पनि सामग्रीको तेस्रो बुदाले यसको जवाब दिन्छ। के हो त्यो? उनीहरू आफ्नो भित्री आवाज इनर भोइसलाई नियन्त्रण गर्छन्। बाहिरी संसारको आवाजभन्दा आफ्नो भित्री आवाजलाई शक्तिशाली बनाउँछन्। मनलाई रणभूमि बन्न दिँदैनन्। एकदम, हाम्रो मन सबैभन्दा ठूलो रणभूमि हो। नकारात्मक सोच, शङ्का र डरले हामीलाई बाहिरी संसारले भन्दा बढी कमजोर बनाउँछ। भनेपछि उनीहरू आफ्नो मानसिकतालाई तालिम दिएर हतियारको रूपमा प्रयोग गर्छन्। हो, दुश्मन बन्न दिँदैनन्। भनेपछि दीर्घकालीन लक्ष्यले भित्री आवाजलाई दिशा दिन्छ र नियन्त्रित भित्री आवाजले असफलतालाई व्यक्तिगत रूपमा लिनबाट बचाउँछ। यी बुदाहरू त एकअर्कासँग जोडिएका रहेछन्। एकदम, र चौथो बुदाले यो सम्बन्धलाई अझ गहिरो बनाउँछ। उनीहरू पीडामा शक्ति, स्ट्रेन्थ इन पेन भेट्टाउँछन्। एकछिन है, यो पीडामा शक्ति भेट्टाउने कुरा निकै गहिरो छ। यसको अर्थ त हामीले समस्यालाई हेर्ने दृष्टिकोण नै पुरै बदल्नुपर्छ भन्ने हो। हो, समस्यालाई शत्रु होइन गुरु मान्नु जस्तै भयो। वाह, यो मानसिकताको उच्चतम स्तर हो। यहाँ पीडालाई व्यवस्था गर्ने वा सहने मात्र होइन, त्यसलाई विकासको अवसरको रूपमा अँगाल्ने कुरा छ। हरेक समस्याले केही सिकाउँछ। हो, हरेक सङ्घर्षले हाम्रो सहनशीलताको सीमा बढाउँछ। जिममा तौल उठाउँदा मांसपेशी दुख्छ, तर त्यही दुखाइले त्यसलाई बलियो बनाउँछ। मानसिक पीडाको पनि त्यस्तै हो। र अन्तिम पाँचौं बुदा, अनुशासन र निरन्तरता, डिसिप्लिन प्लस कन्सिस्टेन्सी। हो, यहाँ एउटा गणितीय सूत्र दिएको छ जसले मलाई साँच्चै चकित बनायो। दैनिक 1% सुधारले 1 वर्षमा 37 गुणा परिवर्तन ल्याउँछ रे। हो, 1.01 to the power of 365। यो त अविश्वसनीय छ। हो, र यो सूत्रले नै बाँकी 4वटा बुदालाई वास्तविकतामा बदल्छ। दीर्घकालीन लक्ष्य, सकारात्मक भित्री आवाज, पीडाबाट सिक्ने कला, यी सबै अनुशासन र निरन्तरता बिना खोक्रा हुन्छन्। प्रेरणाले सुरु गराउँछ, तर अनुशासनले निरन्तरता दिन्छ। एकदम सही। त्यो गणितीय सूत्रले ससाना निरन्तर प्रयासको चक्रवृद्धि ब्याजको शक्तिलाई सुन्दर ढङ्गले देखाउँछ। यी 5 बुदाहरू एउटा शक्तिशाली चक्र हुन्। ठिक छ, यी सैद्धान्तिक कुराहरू भए, तर अब सबभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ। यो कला आफ्नो जीवनमा कसरी विकास गर्ने? व्यावहारिक तरिकाहरू, होइन? हो, सामग्रीले यसका लागि 5वटा व्यावहारिक तरिकाहरू सुझाएको छ। पहिलो, इमोशनल मसल, मतलब भावनात्मक मांसपेशीलाई तालिम दिने। यो शारीरिक व्यायाम जस्तै हो। जसरी हामी जिममा बिस्तारै बिस्तारै तौल बढाएर मांसपेशी बलियो बनाउँछौँ, त्यसै गरी भावनात्मक रूपमा पनि आफूलाई ससाना असहज परिस्थितिमा राखेर आफ्नो सहनशीलता बढाउन सकिन्छ। जस्तै गाह्रो लाग्ने तर महत्त्वपूर्ण कुराकानी गर्ने वा आफ्नो कम्फर्ट जोनभन्दा थोरै बाहिर निस्किने। हरेक दिन चिसो पानीले नुहाउनु पनि एउटा सानो इमोसनल मसलको व्यायाम हुन सक्छ। दोस्रो तरिका पनि निकै व्यावहारिक छ। असफलतालाई कमजोरी होइन, एउटा कथा, स्टोरी बनाउने। हो, आफ्नो विगतलाई पुनः परिभाषित गर्ने। यो कारणले म लडे भन्नुको सट्टा यही कारणले आज म बलियो छु भन्ने।
यो आफ्नो जीवनको कथाको नायक आफै बन्नु हो। जब हामी असफलतालाई आफ्नो शक्तिको स्रोतको रूपमा प्रस्तुत गर्छौं तब त्यसले हामीलाई कमजोर होइन, शक्तिशाली बनाउँछ। भनेपछि यो आफ्नो विगतको विलेनलाई आफ्नो ओरिजिन स्टोरीको हिस्सा बनाउनु जस्तै भयो। हो, ठ्याक्कै त्यस्तै। तेस्रो सुझाव सामाजिक छ। सकारात्मक र अनुशासित मानिसहरूको सहयोगी प्रणाली, सपोर्ट सिस्टम बनाउने हो, किनभने हामी जस्ता मानिसको सङ्गत गर्छौं त्यस्तै बन्छौं। तर यहाँ सपोर्ट सिस्टमको अर्थ हामीलाई सधैँ सब ठिक हुन्छ भनेर ढाडस दिने मानिस मात्र होइन। कस्तो मानिस त? यो भनेको त्यस्ता मानिसहरूको समूह हो जसले हामीलाई जवाफदेही बनाउँछ, जसले हामीलाई अझ राम्रो गर्न प्रेरित गर्छ। एउटा बलियो सपोर्ट सिस्टमले हामीलाई कठिन समयमा उठ्न मद्दत गर्छ। हो, यो भनेको आफूलाई सही वातावरणमा राख्नु हो। चौथो तरिका अलि आक्रामक सुनिन्छ। युद्धको मानसिकता, वार मेन्टालिटी अपनाउने। सुन्दा त्यस्तै लाग्छ। हो नि। जहाँ पछाडि फर्कने विकल्प हुँदैन रे, यसले त बर्नअप गराउँदैन र? तपाईको प्रश्न जायज छ। यसको मतलब हिंसात्मक वा आक्रामक हुनु किमार्थ होइन। यसको मतलब हो आफ्नो लक्ष्यप्रति पूर्ण रूपमा प्रतिबद्ध हुनु, पुल भत्काएर अघि बढ्नु भन्ने जस्तै। जब पछाडि फर्कने वा हार मान्ने विकल्प नै हटाइन्छ तब अगाडि बढ्नुको विकल्प रहँदैन। यसले हामीलाई आफ्नो 100% प्रयास लगाउन बाध्य बनाउँछ। र अन्तिममा पाँचौं तरिका, जसले सायद यी सबैलाई एकै ठाउँमा बाँध्छ, जीवनमा एउटा उद्देश्य, पर्पस खोज्ने हो, जसले गर्दा मन कहिल्यै थाक्दैन। हो, उद्देश्यले हरेक सङ्घर्षलाई अर्थपूर्ण बनाइदिन्छ। अघि हामीले सेनाको मिसनको कुरा गर्यौं। उद्देश्य भनेको हाम्रो व्यक्तिगत मिसन हो, आफूभन्दा ठूलो कुनै कुराको लागि काम गर्ने। एकदम। उद्देश्य एउटा इन्धन जस्तै हो जसले हामीलाई सबैभन्दा अँध्यारो समयमा पनि अगाडि बढ्न ऊर्जा दिन्छ। शरीर थाक्न सक्छ तर उद्देश्य भएको मन कहिल्यै थाक्दैन। अन्त्यमा सामग्रीका लेखक डेभिडले आफ्नो व्यक्तिगत अनुभव शेयर गरेका छन्। हो, त्यसले सबै कुरालाई जोड्छ। सेना र विदेशमा हुँदा मनले हार मान्न खोजेका क्षणहरू आए, तर जीवनले एउटा कुरा सिकायो, हार मान्नु सजिलो छ तर सफल हुनु अर्थपूर्ण छ। यो व्यक्तिगत अनुभूतिले नै सबै सैद्धान्तिक कुरालाई एकै ठाउँमा ल्याउँछ। यो नै सार हो। अन्त्यमा रेजिलियन्स भनेको सजिलो बाटो र अर्थपूर्ण बाटो बीचको छनौट हो। पटक पटक त्यो सजिलो बाटोलाई त्यागेर अर्थपूर्ण कठिन बाटो रोज्ने क्षमता हो। त्यही नै सफलताको रहस्य हो, जसरी यो सामग्रीले देखाउन खोजेको छ। आजको यो बहिरो विमर्शबाट हामीले के बुझ्यौं भने सफल मानिसहरू हार्दै नहार्ने होइनन्, उनीहरू पनि लड्छन्, उनीहरूलाई पनि पीडा हुन्छ। फरक यति हो कि उनीहरू हारलाई अन्तिम सत्य मान्दैनन्। हो, उनीहरूका लागि असफलता एउटा घटना हो, पहिचान होइन। उनीहरू हरेक पटक लड्छन् तर हरेक पटक केही सिकेर अझ बलियो भएर उठ्छन्। जसरी सामग्रीको अन्त्यमा भनिएको छ, उनीहरूको भाग्य असफलताले होइन, उनीहरूको रेजिलियन्सले लेख्छ। एकदम सही। तर एउटा प्रश्न सोच्न लायक छ। यो सामग्रीले बाहिरी चुनौतीहरू जस्तै काम, तालिम वा परिस्थितिको सामना गर्न फेरि उठ्ने कलाबारे चर्चा गर्यो। हो, तर जब सबैभन्दा ठूलो चुनौती बाहिर होइन, आफ्नै भित्र हुन्छ नि, आफ्नै सोच, पुरानो बानी वा गहिरो डर हो, त्यति बेला यही फेरि उठ्ने कलालाई आफै विरुद्ध कसरी प्रयोग गर्ने होला?